भदौ 23 प्रधानमन्त्रीको सम्बोधन माग राष्ट्रपा सांसद खतिवडा। प्रसूति गृह क्षेत्रमा फोहोर केन्द्र नबनाउन नेउपानेको माग। मन्त्रीलाई हेलिकप्टर नागरिकलाई राहत छैन थापा। यातायात ऐनका प्रावधान सच्याउन मजदुरको माग। कांग्रेसको 15औं महाधिवेशन प्रक्रिया सुरु, सभापति थापा। त्रिवीको एमबीएस प्रश्नपत्र परीक्षार्थीबाटै लिक भएको खुलासा। राष्ट्रपाले शुक्रबार केन्द्रीय समिति बैठक बोलायो। विदेशमा आफ्नै दूतावास भवन बनाएर भाडा घटाउने सरकारको योजना। रोल्पामा बाढी पहिरोको क्षतिप्रति राष्ट्रपा सांसद धितालको ध्यान आकर्षण। विद्युत निर्यातलाई मात्र ऊर्जा क्षेत्रको सफलता मान्न मिल्दैन, मन्त्री श्रेष्ठ। डेरामा बस्नेको समस्या समाधान गर्न राष्ट्रपा सांसद विश्वकर्माको माग। विपदको बेला सरकारका संयन्त्र नदेखिएको कांग्रेस सांसदको आरोप। तोकिएकै मितिमा कांग्रेस महाधिवेशन गर्ने संस्थापनको निर्णय। प्रधानमन्त्री शाहसँग भारतीय सेनाध्यक्ष सेठको भेट। जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो। सरकारका गलत काममा प्रतिपक्षको समर्थन हुँदैन, खातुन। मन्त्रीलाई प्रश्न सोध्न नपाएपछि राष्ट्रपा सांसद तामाङ बैठकबाट बाहिरिन्। समाचारमा अब अर्थतन्त्रको प्रसंग। नेप्से 19 अङ्कले घट्यो, कारोबार 5 अर्बमा सीमित। धुलीखेल दाप्चा पुल सडक 10 मिटर चौडा पारिने। समाचारमा अब अन्तर्राष्ट्रिय प्रसंग। सिंगमरमरको फोहोर बन्यो पर्यटकीय गन्तव्य। ट्रम्पले ओमानमाथि बराबरी गर्ने चेतावनी दिए। समाचारमा अब खेल प्रसंग। शहीद लखन थापा मगर मेमोरियल गल्फको उपाधि वेस्ट लन्डन गोर्खालाई र नेपाली टोली अस्ट्रेलिया प्रस्थान। अब समाचार विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद रचना खतिवडा खत्रीले भदौ 23 गते प्रधानमन्त्री बालेन शाहले शहीदका नाममा देशव्यापी सम्बोधन गर्नुपर्ने माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेन्जी आन्दोलनको बलिदानबाट बनेको सरकारले त्यस दिन शहीद, घाइते र उनीहरूका परिवारका विषयमा स्पष्ट जवाब दिनुपर्ने बताइन्। उनले भनिन्, भदौ 23 को बलिदानबाट बनेको यस सरकारसँग स्पष्ट जवाब माग्न चाहन्छु कि त्यस दिन प्रधानमन्त्रीज्यूले देशव्यापी रूपमा शहीदको नाममा सम्बोधन गर्नुपर्नेछ। भदौ 23 गते जेन्जी आन्दोलन भएको 1 वर्ष पूरा हुँदैछ। उक्त आन्दोलनमा युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र सुरक्षित भविष्यको माग गर्दै बलिदान दिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सो दिन देशका नाममा सम्बोधन गर्ने अपेक्षा राखेको बताइन्। सांसद खतिवडाले आन्दोलनका क्रममा गरिएका माग मध्ये कति पूरा भए र कति अझै बाँकी छन् भन्ने विषयमा सरकारले जनतालाई जानकारी गराउनुपर्ने बताइन्। उनले शहीद तथा घाइतेका माग, भ्रष्टाचारमा संलग्नलाई कारबाही, सरकारलाई राम्रो काम गर्न रोक्ने पक्ष तथा शहीद र घाइते परिवारले न्याय पाउने समयबारे पनि सरकारले स्पष्ट जवाब दिनुपर्ने माग गरेकी हुन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु नेउपानेले काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागि भन्दै विरोध जनाएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले उचित सूचना र पारदर्शी प्रक्रिया बिना निर्माण अघि बढाइएको भन्दै आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने बताइन्। स्थानीयवासीले समेत विरोध गरिरहेको उक्त क्षेत्रमा प्रशोधन केन्द्र नबनाउन उनले सरकारसँग माग गरेकी छन्। नेउपानेले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुँदा नागरिक मर्कामा परेको भन्दै तत्काल सुधार गर्न सरकारको ध्यान आकर्षण गराइन्। त्यस्तै राष्ट्रिय बैंकमा सुन धितो राखेका ऋणीहरू सुन हराएपछि हालसम्म 9 सुन फिर्ता भएको, न बजार मूल्य अनुसार क्षतिपूर्ति पाएको भन्दै पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मन्त्रीका लागि लाखौं खर्च गरेर हेलिकप्टर पठाउन सक्ने राज्यले कर्णालीका नागरिकलाई सामान्य राहत समेत दिन नसकेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले मन्त्री सुनिल लाम्छल बिरामी हुँदा 30-35 लाख खर्च गरेर हेलिकप्टरबाट उद्धार गरिएको, तर कर्णालीका नागरिकलाई 3 लाख रुपियाँ राहत र उपचारका लागि अस्पतालसम्म पुर्याउन नसकेको बताइन्। उनले भनिन्, मन्त्रीलाई 30-35 लाख खर्चने राज्यले नागरिकलाई 3 लाख खर्चेर राहत दिन सक्दैन, यो कस्तो सुशासन हो। थापाले मन्त्रीको जस्तै कर्णालीका जनताको जीवन पनि मूल्यवान रहेको भन्दै सरकारको ध्यान आकर्षण गराइन्। यातायात मजदुरहरूले प्रस्तावित सवारी साधन तथा यातायात ऐन 2083 का केही प्रावधान संशोधन गर्न माग गरेका छन्। नेपाली यातायात स्वतन्त्र मजदुर संगठनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अर्याललाई ज्ञापन पत्र बुझाउँदै ऐनका प्रावधान यातायात श्रमिक, स्वरोजगार, व्यवसायी र उपभोक्ता मैत्री बनाउन माग गरेको हो। संगठनले व्यावसायिक चालक अनुमति पत्रका लागि 8 कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था हटाई चालकको सिप, साक्षरता र सडक सुरक्षा सम्बन्धी तालिमलाई प्राथमिकता दिनुपर्ने जनाएको छ। समयमै नवीकरण नभएको लाइसेन्स स्वत खारेज गरिने व्यवस्था हटाउन तथा सामान्य कसुरमा लाइसेन्स निलम्बन वा खारेज गर्न पनि माग गरिएको छ। मापसे, लापसे लगायत गम्भीर कसुरलाई मात्र लाइसेन्स खारेजीको आधार बनाउने पर्ने संगठनको माग छ। त्यस्तै प्रस्तावित ऐनमा बढाइएको जरिवाना पुनरावलोकन गर्न, दुर्घटना सम्बन्धी सजायलाई व्यावहारिक बनाउन र सडक दुर्घटनामा घाइतेको उपचार खर्च बीमा मार्फत 100% उपलब्ध गराउने व्यवस्था गर्न संगठनले माग गरेको छ। संगठनले यातायात श्रमिकको श्रम अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्न तथा यातायात क्षेत्र सुरक्षा सुधारका लागि अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गर्न समेत सरकारसँग आग्रह गरेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीको 15औं महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताएका छन्। सानेपामा निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्व निर्धारित कार्यतालिका अनुसार असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन हुने बताए। सभापति थापाले संविधान, पार्टी विधान र अदालतको फैसला समेत पालना गर्नुपर्ने भएकाले अब महाधिवेशनका लागि कम समय रहेको बताएका छन्। उनले यसपटक क्रियाशील सदस्यता अध्यावधिक र डिजिटल भएकाले अधिवेशन प्रक्रिया सहज हुने दावी गरे। महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउनु पर्ने भन्दै उनले असन्तुष्ट नेताहरूसँग निरन्तर संवाद भइरहेको बताएका छन्। सदस्यता सम्बन्धी समस्या समाधान भइसकेको र विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरिने उनले जानकारी दिए। राजनीतिक कुरा छलफल भइरहन्छ तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो, थापाले भनेका छन्। त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडिज MBS प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षार्थीले नै सामाजिक सञ्जाल मार्फत लिक गरेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB र साइबर ब्युरोको अनुसन्धानका क्रममा पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत अब्दुल सानी हाकिमले परीक्षा हलबाटै प्रश्नपत्रको फोटो खिचेर WhatsApp ग्रुपमा पठाएको खुलेको हो। प्रहरीले उनलाई साउन 12 गते पक्राउ गरेको थियो। प्रश्नपत्र लिक प्रकरणमा शिक्षक सन्दीप सिंह सहित 6 जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा शिक्षा ऐन 2028 विपरीतको कसुरमा मुद्दा दायर गरिएको छ। 3 जना प्रतिवादी भने फरार रहेका छन्। अनुसन्धानका क्रममा परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र WhatsApp मार्फत बाहिरिएको र त्यसपछि उत्तर समेत ग्रुपमा फरवर्ड भएको खुलेको प्रहरीले जनाएको छ। MBS प्रथम सेमेस्टरको परीक्षामा उपत्यकाभित्र 11 केन्द्रबाट 6746 जना र उपत्यका बाहिर 62 केन्द्रबाट 10629 जना परीक्षार्थी सहभागी भएका थिए। प्रश्नपत्र लिक प्रकरणबारे त्रिभुवन विश्वविद्यालयले पनि छुट्टै छानबिन समिति गठन गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। महामन्त्री विपिन आचार्यले मंगलबार सूचना जारी गर्दै शुक्रबार बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका छन्। पार्टी सभापतिको निर्देशनमा बैठक बोलाइएको जनाउँदै उनले केन्द्रीय समितिका सदस्यलाई अनिवार्य उपस्थितिका लागि सूचित गरेका छन्। बैठकको कार्यसूची भने अहिलेसम्म तय भइसकेको छैन। कार्यसूचीका सम्बन्धमा आवश्यक गृह कार्य भइरहेको र तयार भएपछि जानकारी गराइने महामन्त्री आचार्यले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास तथा आवासीय भवन निर्माण गरी घर भाडामा हुने खर्च घटाउने योजना रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिँदै उनले विदेश स्थित नेपाली नियोगका लागि घर भाडामा गत आर्थिक वर्ष 1 अर्ब 39 करोड 36 लाख रुपैयाँ खर्च भएको जानकारी दिए। इस्लामाबाद, रियाद, कोलम्बो, कुआलालम्पुर, मास्कट, क्यानबेरा र बेजिङ लगायत स्थानमा जग्गा खरिद भए पनि भवन निर्माण हुन नसकेको उनले बताए। विदेशमा सार्वजनिक भवन निर्माण सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नहुँदा ढिलाइ भएको उनको भनाइ छ। मन्त्री खनालले कानूनी आधार तयार भएसँगै आफ्नै जग्गा भएका नियोगमा भवन निर्माण प्रक्रिया अघि बढाइएको बताए। क्यानबेरा, रियाद र बैंकमा दूतावास तथा आवासीय भवन निर्माणको प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा क्यानबेरा, रियाद र बैंक स्थित दूतावास भवन निर्माणका लागि करिब 19 करोड 23 लाख र 8 करोड 38 लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सचेतक क्रान्ति शिखा दितालले रोल्पामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गम्भीर ध्यान आकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले बाढी पहिरोमा परि हालसम्म 17 जनाको ज्यान गएको, कैयौं घाइते र बेपत्ता भएको जानकारी दिइन्। रोल्पाका नागरिक त्रासमा बाँचिरहेको भन्दै उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। विपदपछि राहत बाँड्ने मात्र नभई विपद आउनु अघि नै नागरिकलाई सुरक्षित बनाउनेतर्फ राज्यका संयन्त्र चनाखो हुनुपर्ने उनको भनाइ छ। दितालले रोल्पामा बिजुली, सडक, सञ्चार र स्वास्थ्य सेवा जस्ता आधारभूत सुविधा अझै पर्याप्त नभएको भन्दै दीर्घकालीन सुरक्षाका लागि सरकारको ध्यान जानुपर्ने बताइन्। उनले भनिन्, नागरिकको दुःखमा राज्य देखिनुपर्छ। बाढी पहिरो आएपछि राहत बाँड्ने मात्र होइन, विपद आउनु अघि नै नागरिकलाई सुरक्षित बनाउनेतर्फ राज्यका संयन्त्रहरू चनाखो हुनुपर्छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत निर्यात गर्नुलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा सांसदको प्रश्नको जवाब दिँदै उनले आर्थिक वर्ष 2082-83 मा भारत र बंगलादेशमा विद्युत निर्यात गरी नेपालले करिब 29 अर्ब 32 करोड 47 लाख रुपैयाँ आमदानी गरेको जानकारी दिए। सोही अवधिमा करिब 10 अर्ब 55 करोड रुपैयाँको विद्युत आयात समेत गरिएको उनले बताए। नेपालको जलविद्युत उत्पादन नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा उत्पादन बढ्ने र हिउँदमा घट्ने भन्दै उनले उत्पादन, प्रसारण र वितरण प्रणालीका चुनौती समाधान गर्नुपर्ने बताए। मन्त्री श्रेष्ठले पुराना तथा न्यून क्षमताका संरचना, बढ्दो विद्युत माग र प्राकृतिक विपदका कारण विद्युत आपूर्तिमा समस्या देखिने गरेको बताएका छन्। प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण सँगै काठमाडौँ उपत्यका र प्रमुख शहरमा स्मार्ट मिटरिङ तथा सबस्टेशन अटोमेसन विस्तार भइरहेको उनले जानकारी दिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद रिमा विश्वकर्माले काठमाडौँ लगायत देशका विभिन्न शहरमा डेरामा बस्ने नागरिकले भोग्दै आएको विभेद र शास्तिको विषय उठाएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले घर धनीबाट जातीय विभेद, मनपरी भाडा वृद्धि, कोठा छाड्न, दबाव र अन्य समस्या भोग्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराइन्। माइती घरमा 122 दिनदेखि आन्दोलन र दिपा नेपालीको प्रसंग उल्लेख गर्दै उनले यो दलित समुदायको मात्र नभई देशभर डेरामा बस्ने नागरिक सम्मान, समानता र सुरक्षाको विषय भएको बताइन्। विश्वकर्माले भाडामा दिइने घर तथा कोठालाई सरकारी नियमन भित्र ल्याउन
सेवा शुल्कमा पारदर्शिता कायम गर्न र विभेदकारी विज्ञापनमा रोक लगाउन माग गरिन्। त्यस्तै आन्दोलनरत दिपा नेपालीसँग वार्ता गर्न उच्च स्तरीय समिति गठन गर्न तथा जातीय विभेद सम्बन्धी उजुरी दर्ता र कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेकी छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार खेरुङले प्राकृतिक विपदका बेला सरकारका संयन्त्र प्रभावकारी रूपमा नदेखिएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बाढी, पहिरो र डुबानबाट हालसम्म 247 जनाको ज्यान गएको, 15 जना बेपत्ता र करिब 1500 घाइते भएको बताए। 5000 परिवार प्रभावित भएको उनको भनाइ थियो। विपदका कारण नागरिकले ज्यान गुमाउने, घर बस्ती र सडक भत्किने अवस्था आए पनि सरकार गम्भीर नदेखिएको भन्दै उनले प्रश्न गरे, सरकार कहाँ छ? सांसद खेरुङले सुकुम्बासी व्यवस्थापनमा समेत सरकार झुकेको आरोप लगाए। उनले पत्रकार पक्राउ गर्ने सरकारको को विरोध गर्दै नागरिकले सरकारलाई प्रश्न गर्न पाउने संवैधानिक अधिकार खोज्न नहुने बताए। लोकतन्त्र कमजोर पार्ने कुनै पनि काम नगर्न उनले सरकारलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसको संस्थापन पक्षले 15औं महाधिवेशन तोकिएकै मिति असोज 16 देखि 19 गतेसम्म गर्ने निर्णय गरेको छ। अदालतमा विचाराधीन मुद्दालाई आधार बनाउँदै पूर्व सभापति शेरबहादुर देव पक्षले महाधिवेशनको कार्यतरिका रोक्नुपर्ने माग गरिरहेका बेला संस्थापन पक्षले यस्तो निर्णय गरेको हो। सभापति गगन थापाले संविधान र पार्टी विधान अनुसार महाधिवेशन तोकिएकै मितिमा उनी स्पष्ट पारेका छन्। उनले महाधिवेशन रोक्न खोजिए जिम्मेवारीमा रहेका व्यक्तिको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएर भए पनि प्रक्रिया अघि बढाउने बताए। देव पक्षले भने सर्वोच्च अदालतले महाधिवेशन सम्बन्धी मुद्दा पुनरावलोकन गर्न आदेश दिएकाले अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशनको तालिका रोक्नुपर्ने बताएको छ। महाधिवेशन अघि बढे अदालतमा अन्तरिम आदेश माग्दै जाने चेतावनी समेत देउबा पक्षले दिएको छ। यसैबीच देउबा पक्षको राष्ट्रिय भिलामा 15औं महाधिवेशन पूर्व सभापति देउबाकै नेतृत्वमा गर्नुपर्ने निर्णय भएपछि कांग्रेसभित्र विवाद थप चर्किएको छ। यद्यपि नेता शशाङ्क कोइरालाले सभापति गगन थापालाई स्वीकार गरी अघि बढ्न सकिने बताएका छन्। सभापति थापाले भने देउबा पक्षको भिलाबाट पारित निर्णय पार्टीको आधिकारिक नीति नभएको बताएका छन्। उनले पार्टीभित्रका विवाद संवाद र प्रक्रिया मार्फत समाधान गर्दै महाधिवेशन अघि बढ्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। रक्षा मन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सेनाध्यक्ष सेठले आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटवार्ता गरेका हुन्। भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। प्रधान सेनापति अशोक राज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणका लागि आइतबार काठमाडौँ आएका सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको महारथीको दर्जानी चिन्ह प्रदान गरेका थिए। नेपाल र भारत बीच सन् 1950 देखि एक अर्का देशका साना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गरिने परम्परा रहेको छ। नेपाली भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरपालिका 15 स्थित नेवा मङ्का सेमा राखिएको छ। 53 वर्षीय श्रेष्ठको आइतबार राति बुढा नीलकण्ठ स्थित आफ्नै निवासमा निधन भएको हो। पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकाडेमीका चान्सलर कृष्ण सुन्दर मल्लले जानकारी दिए। श्रेष्ठले पछिल्लो 6 दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए। उनले नेपाल भाषा र नेपाली भाषामा कविता, गीत लगायत विभिन्न विधामा योगदान पुर्याएका छन्। नेपाल भाषा परिषदले करिब 2 दशक अघि श्रेष्ठलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। उनको निधनले नेपाल भाषा तथा साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिले समर्थन नगर्ने स्पष्ट पारेकी छन्। मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाइन्। सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै उनले प्रतिपक्षले आवाज उठाउँदा गुण्डाको संज्ञा दिनु उचित नभएको बताइन्। सरकारकै संरक्षणमा गुण्डाराज बढिरहेको उनको दाबी थियो। उनले भनिन्, हामी जसोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौं, तर सरकारका गलत कार्यहरूलाई ठुलो हेरेर समर्थन गर्न सक्दैनौं। खातुनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयमा समेत सरकारको जवाबदेहिता माग गरेकी छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद आशिका तामाङ मन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन्। परराष्ट्र मन्त्री शिशिर खनालसँग प्रश्नोत्तर गर्न नपाएको र सभामुख ढोल प्रसाद अर्यालले सभाको मर्यादामा बस्न निर्देशन दिएपछि तामाङ बैठक कक्षबाट बाहिरिएकी हुन्। तामाङले कम्बोडियामा मृत्यु भएका दाहादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा 37 दिन अघिदेखि संसदमा कुरा उठाएकी थिइन्। सरकारले जवाब नदिएको भन्दै उनले सोमबार बैठकमा विरोध जनाएकी थिइन्। मंगलबार मन्त्री खनालले सभामुखको रुलिङ अनुसार राईको शव ल्याउने विषयमा जवाब दिँदै करिब $8,000 खर्च लाग्ने र आवश्यक कार्यविधि अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको जानकारी दिए। खनालले पछिल्लो 4 महिनामा 160 शव नेपाल ल्याइएको र कम्बोडियाका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको पनि बताए। मन्त्रीको जवाबपछि तामाङ हुफिएर प्रतिक्रिया जनाउन खोजेपछि सभामुख अर्यालले बस्न आग्रह गर्दै सभाको मर्यादामा रहन निर्देशन दिएका थिए। त्यसपछि तामाङ बैठक कक्षबाट बाहिरिएकी हुन्।
समाचारमा अब अर्थतन्त्रको प्रसंग। शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 19.34 अंकले घटेर 2622.48 अंकमा झरेको छ। मंगलबार 56 कंपनीको शेयर मूल्य बढ्दा 218 कंपनीको घटेको छ भने 5 कंपनीको मूल्य स्थिर रह्यो। 55,246 पटकको कारोबारमा 1,91,96,982 किता शेयर किनबेच भए। कुल 5 अर्ब 7 करोड 35 लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो दिनको 5 अर्ब 52 करोड 55 लाख रुपैयाँ भन्दा कम हो। कारोबारमा आएका 13 उपसमूह मध्ये व्यापार बाहेक सबै परिसूचक घटेको छ। व्यवहार उपसमूह भने 0.41% बढेको छ। मंगलबार सर्वोत्तम पेन्ट्स, माउन्ट एभरेस्ट पावर, मनोकामना इन्जिनियरिङ, माथिल्लो मैलुङखोला र एचएलआई लार्ज क्याम्पको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। बीपी राजमार्गको प्रवेशबिन्दु धुलीखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब 20 किलोमिटर सडक चौडा पारिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल औसत 5.5 मिटर चौडाइ रहेको सडकलाई 10 मिटरको मुख्य कालोपत्रे भाग हुने गरी विस्तार गरिनेछ। सडक विस्तारका लागि 3 अर्ब 79 करोड 78 लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडक विस्तारको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको र प्रारम्भिक वातावरणीय परीक्षणको काम भइरहेको कार्यालयले जनाएको छ। यसैबीच 2081 असोजको बाढी पहिरोले भकुण्डे बेसीदेखि नेपालथोकसम्म बीपी राजमार्ग को करिब 30 किलोमिटर सडकमा क्षति पुगेको थियो। क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि 4 प्याकेजमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। समाचारमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको राजस्थान स्थित किशनगढमा सिंगमरमर प्रशोधनबाट निस्किएको सेतो 4 को थुप्रो पर्यटकीय आकर्षण बनेको छ। हिउँले ढाकिएको उपत्यका जस्तो देखिने भएकाले त्यहाँ पर्यटकसँगै चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ता पनि पुग्ने गरेका छन्। करिब 33 हेक्टर क्षेत्रमा फैलिएको यस क्षेत्रमा दैनिक 5500 टन भन्दा बढी सिंगमरमरको 4 जम्मा हुन्छ। अहिले त्यहाँ विवाहका तस्बिर, चलचित्र र संगीत भिडियो समेत खिच्न थालेका छन्। वर्षपछि 4 का झिस्का बीच पानी जम्दा नीलो पोखरी बन्ने भएकाले क्षेत्र थप आकर्षक देखिन्छ। तर सिंगमरमरको धुलोले वायु तथा भूमिगत पानी प्रदूषणको जोखिम बढाएको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। यही कारण भारतको राष्ट्रिय हरित न्यायाधिकरणले 4 व्यवस्थापन सुधार गर्न र सिंगमरमरको घोल पुनः प्रयोग गर्न निर्देशन दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा बाधा पुर्याए ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले इरान र ओमान हर्मुज जलमार्ग खुलाउने विषयमा सहमति नजिक पुगेका बेला यस्तो चेतावनी दिएका हुन्। उनले अमेरिकासँग पर्याप्त सैन्य सामग्री रहेको र युद्ध अन्त्य गर्न आफूलाई हतार नभएको दावी गरेका छन्। इरानी विदेश मन्त्रालयका अनुसार हर्मुज जलमार्गबाट जहाज आवागमन व्यवस्थित गर्ने विषयमा ओमानसँग सहमति नजिक पुगेको छ। ओमानले पनि आफू द्वन्द्वमा तटस्थ रहेको बताउँदै आएको छ। यसैबीच ट्रम्पले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसी सँग अमेरिकाको गोप्य सम्पर्क रहेको दावी गरेका छन्। आईआरजीसीले भने उक्त दावी अस्वीकार गर्दै अमेरिका र आफूहरू बीच कुनै कुराकानी नभएको जनाएको छ। हर्मुज जलमार्गबाट विश्वको करिब 20% तेल तथा प्राकृतिक ग्यासको कारोबार हुने भएकाले यसको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्ने गर्छ। र अन्त्यमा खेल प्रसंग। बेलायतको मेडन हेडमा आयोजित प्रथम शहीद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट 2026 को उपाधि वेस्ट लन्डन गोर्खा सोसाइटीले जितेको छ। बर्ड हिल्स गल्फ सेन्टरमा भएको प्रतियोगितामा इन्टेक 96 उपविजेता बन्यो। प्रतियोगितामा 138 व्यक्तिगत खेलाडी र 22 टिम सहभागी थिए। विजेता वेस्ट लन्डन गोर्खाले लखन थापा मगर सिल सहित 500 पाउन्ड र उपविजेता इन्टेकले 96 ले 250 पाउन्ड पुरस्कार पाए। व्यक्तिगत ग्रसतर्फ गजेन्द्र गुरुङ र नेटतर्फ सोम थुलुङ विजेता बने। 55 वर्ष माथिको समूहमा नारायण गुरुङ प्रथम भए। प्रतियोगितापछि अल्टरसट स्थित थमेल रेस्टुरेन्टमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। र नेपाल क्रिकेट टोली सिरिज खेल्न गए राति अस्ट्रेलिया प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले 15 सदस्यीय टोलीलाई आइतबार विदाई गरेको थियो। अस्ट्रेलियामा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। भदौ 5 गतेदेखि सुरु हुने टप एन्ड टिप 20 सिरिजमा नेपालले नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स, होबार्ट हरिकेन्स एकाडेमी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, हैदराबाद किङ्सम्यान एकाडेमी र भिक्टोरिया CA11 विरुद्ध खेल्नेछ। क्यानका अनुसार नेपाल ए ले न्युजिल्यान्ड ए, तास्मानिया र साउथ अस्ट्रेलिया विरुद्ध एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ।